पूर्व के अरे चितवन जिल्ला अदालतमा म फेस गर्न जाने प्रत्युत्तर फर्काएछ धुर्मुसकै थाप्लोमा। अब विद्युत प्राधिकरणको बकौदा चाहिँ जो 18 करोड 43 लाख मध्येको 10,89,000 चाहिँ मिटर बक्सा हामीले थाहै नदिकन नामसारी गरेर महानगरपालिकाले लिएको छ। नामसारी किनभने त्यहाँ ठेकदारले काम गर्नु थियो, ठेकदारले बिजुली बाल्नु थियो। त्यतिखेर यो कानुन दफा हेरिएन, सबै चिज पुर्याइएको छ। किनभने म सहनशील मान्छे हो, सही भरतपुरको बारेमा नराम्रो नभनौँ भन्ने थियो। भरतपुर भनेको भरतपुरवासीहरूसँग मेरो कुनै दुःख छैन, महानगरपालिकासँग सम्झौता थियो, त्यसरी नै मलाई बिदाबारी गरिएला भन्ने थियो। तर मैले 5 वर्ष आएर अझै पनि केही सोल्युसन देखिनँ। त्यो भएर भोलि फेरि पनि भेटौँला हजुरहरूसँग कुनै मोडमा, तर कार्यालयमा चाहिँ मेरो अन्तिम भुक्तानी हो। आमा एमआरएले त पेट्रोल मासु भात अनि 5,000 दिँदैछ अरे। मेरो छोरालाई 5-5जना मिलेर कुटेको रहेछ। के गल्ती गरेको थियो कुटेको? अहिलेसम्म मेरो छोराले गल्ती पनि गरेको छैन। राम्रै काम गर्छ, कसैलाई नराम्रो गर्दैन, सबैलाई हेल्प गर्छ मेरो छोराले। त्यत्रो जाँजारकोटमा गएर पनि मेरो छोराले कति हेल्प गर्यो। मेरो जिन्दगीको सहारा भनेको चाहिँ एउटा छोरा हो। मेरो बुढा पनि हुनुहुन्न। मेरो छोरालाई केही भयो भने म कहाँ जाने, के खाने, मलाई कसले कमाएर खुवाउँछ? मेरो छोरा जिन्दगीको सहारा भनेको यही एउटा मेरो छोरा हो। तपाईँले तपाईँले किन कुटेको मेरो छोरालाई? त्यस्तरी कुट्नुहुन्छ र मेरो छोरालाई? तपाईँहरूको छोरा चाहिँ त्यस्तरी कुट्यो भने कस्तो हुन्छ तपाईँहरूलाई? त्यस्तो निल देख्दाखेरि मलाई कस्तो भइरहेछ, मेरो मुट्टु फुटिरहेछ। म कस्तो वेमा हिँडिरहेको छु, के वेमा हिँडिरहेको छु मलाई थाहा छ नि त। यता पनि लपक्क उता पनि लपक्क युज गरेर अरे भाइ के युज गर्नु, के गर्नु भन्नु त कति कुराहरू मन छ। यो कुराहरू सेयर गरे पछाडि चाहिँ मलाई पनि मन आनन्द हुन्छ होला सायद। म बेसी सोचेर कसम भनेको म जस्तो मान्छे सो आफैलाई कति स्ट्रङ ठान्छु क्या म। अहिलेसम्म मेरो लाइफ स्टोरीहरूको कुराहरू गर्दा पनि एकदमै कन्ट्रोल गरेर आएको मान्छे होइन। कति धेरै सहन्छु क्या म कति कुराहरू, जसुकैले मलाई नराम्रै भन्नुहोस् तर पनि म त्यो कुराहरू भन्दिनँ। के भन्दा त्यसले नराम्रो सोच्दा के नै हुन्छ र, म आफ्नो ठाउँमा सही नै छु भन्ने टाइपकै लाग्छ नि त। अरू बेला पनि जहिले म यसरी भिडियो पनि कहिले बनाएको थिएँ नै, मलाई माइग्रेन स्टार्ट भयो क्या बेसी सोचेर। के हो त त्यस्तो हुँदो रहेछ। अनि एउटै कुरालाई खेलाएको खेलाइ गर्ने त्यही कुराहरूले के हो त त्यो यस्तो हुन्छ कि यस्तो भइसक्यो कि बेसी सोच्नु पनि थाले क्या। किन भन्दाखेरि म कस्तो मान्छे हो मलाई थाहा छ, म सबैसँग मिल्छु त मिल्छु, तर त्यहाँ कपाल बनाएर ठिक छ। फ्रेन्डसिपमा मन दुख्नुको कारण के हो भने यस मलाई मन त दुखेकै हो, डेन्जर दुखेकै हो। त्यति बेला मेरो उयो पनि देख्नुभएको थियो, तर म त्यति बेला बोलेको भए चाहिँ कस्तो डेन्जर कन्ट्रोभर्सी निस्किन्थ्यो अनि शशाङ्कले चाहिँ बेसी धेरै हेट पाउनुहुन्थ्यो भनेर मलाई फिक्स थाहा थियो क्या। सो आई डिडन्ट वान्ट टु टक अबाउट इट। कति कुराहरूमा मान्छेलाई गर्नु पनि सकिँदैन क्या, सिचुएसनले गर्दाखेरि पनि, माहौलले गर्दा पनि त्यस्तो भएको हुन्छ नि त। सो आई डिडन्ट स्पिक अप अबाउट इट। मलाई त्यो कन्ट्रोभर्सी चाहिएकै थिएन। अहिले पनि अझै पनि यो यस्तो भिडियोहरू आउँदैछ अनि त्यही भएर चाहिँ म यो चाहिँ नगरिदिनु प्लिज स्टप इट भनेर चाहिँ मैले भनेको र सबै कुरा अब एक्सप्लेन हुँदैछ होइन। यति धेरै मान्छेले हामीलाई मन पराइदिनु भयो, यति धेरै मान्छेले मन पराइदिनु भयो। लाइक वी आर सो ग्रेटफुल। म भन्थ्यौँ पनि हाम्रो यो फ्रेन्डसिप, हाम्रो यो बन्डिङलाई यति धेरै मन पराइदिनुहुन्छ। थ्याङ्क यू सो मच। एन्ड आई नेभर मेन्सन लाइक मेरो बोयफ्रेन्ड हो है, यता चाहिँ मेरो बोयफ्रेन्ड हो नि भनेर। आई नेभर मेन्सन द्याट, नेभर 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 एभर। सबले कुरा गर्ने, म बाहिर विदेशहरूबाट त कति कुराहरू आउने झन्। अब त्यहाँ सर्कलमा कस्तो होला कुराहरू सर्कुलेट भएको क्या, धेरै प्रेसर परेछ क्या। बुहारी आउनु आँटेको रहेछ त, राइनी रहेछ, ओ माई गड हुन्छ नि राइनी, त्यो टाइपको कुराहरू होइन। तिमीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड थिइस्, तिमीहरूको ब्रेकअप भयो अनि त्यही भएर यस्तो भएको। प्लिज आई स्वेयर अफ माई मम, आई स्वेयर अफ माई सेल्फ, त्यस्तो ब्रेकअप भएको यताउति हामी त्यो ब्रेकअप भएको यस्तो उस्तो यसले यसलाई छोडेको यसले यसलाई छोडेको भन्ने छैन। म कमेन्टहरूमा देख्छु क्या कहिले के गरिरहेको हुन्छ होला, कहिले यही भएर डक्टरले तँलाई नहेरेको अरे। अरे भाइ साहब कुरै गर्नुपर्ने हो भने त यहाँ के छ के कि। तर मलाई मैले भने नि आई डोन्ट वान्ट एनी कन्ट्रोभर्सी फ्रम माई साइड एट लिस्ट है। यस्तोसँग पनि कुराहरू आउँथ्यो कि मलाई कसम अघि त्यो भन्दा त्योहरू सम्झेर मलाई यस्तो मन दुख्दै थियो। त्यति बेला झन् मलाई कस्तो हुन्थ्यो होला, तर म जहिले पनि इग्नोर गरेँ क्या। के हेरेँ थाहा छ, अब गाडी छ, घर छ, डक्टर हो, आइहाल्छ नि केटीहरू त। अरे भाइ के हो गोल्ड डिगर जस्तो लाग्यो के हो त्यस्तो भन्नेहरू। प्लिज यार त्यो मान्छेहरूले यो भिडियो हेर्नु नि, मा कसम एक एक थाहा छ क्या, नाम भनिदिनु पाए नि हुन्थ्यो जस्तो लाग्छ। धेरैले सोध्नुहुन्छ क्या अहिले बोल्नुहुन्छ बोल्न, तपाईँहरूको ब्रेकअप भएको, त्यस्तो केही पनि होइन। न ब्रेकअप न कि मन दुख्यो त दुख्यो, लास्टै नै दुखेको थियो।
फेरि कोहीसँग मन दुखे पछाडि म फर्केर नहेर्ने खालको मान्छे हो क्या। तर एउटा फ्रेन्डसिपमा पनि सरी हुन्छ नि त। इफ कसैले गल्ती गरेर मलाई सरी भन्यो भने आई फरगिभ एनीवन क्या। त्यही पनि अब उनीहरू भनेको त एकदम मेमोरिज भएको बन्डिङ भएको होइन। कहिले कहिले हुन्छ नि चोक्यो, तर त्यो मेरो मनदेखि पहिला जस्तो चाहिँ आउँदैन अनेस्टली। म त्यस्तो खालको मान्छे हो क्या। त्यो भइसके पछाडि कामहरू त गरिराखेको हुन्छौँ नि त, बोल्दैनौ तिमीहरू भन्ने कुरामा चाहिँ बोल्छौँ नै, तर अन्ली फर द सेक अफ वर्क। अनि वी आर नट कमिङ टुगेदर अन यो क्यामेरा होइन। आउने मेरो साइडबाट त म त मरिगए नि आउँदिनँ, उहाँको साइडबाट पनि त्यही हो। क्यामेरामा आउने फेरि पहिलाको जस्तो भन्ने चाहिँ हुँदैन। कुनै पनि त्यहाँ घर देखेर गाडी देखेर यस्तो उस्तो गरेर नो, त्यो त म आफै पो गर्नु सक्छु त। घर त आफै बनाइसके, किन ला न बिस्तारै, गरौँ न बिस्तारै, त्यो टाइम आउँछ नि त होइन। त्यसरी चाहिँ नभनिदिनु होला जो कोही पनि हुनुहुन्छ। अनि एक दिन अब हेटर्सको चाहिँ के कुरा गर्नु, माई गड। अनि मेरो पहिला त्यति धेरै हेटर पनि थिएन कि, त्यहाँदेखि त कति हो कति नि हो। अब यो बाटो यस्तो राम्रो गरेर बनाउँछन् होइन, अनि फेरि अर्को चाहिँ त्यहाँ पानीले खनिदिन्छ, पुर्छ, फिनिसिङ राम्रै दिँदैन, फेरि अर्को आउँछ बिजुलीले खनिदिन्छ। यो चाहिँ के हो यार? यो टोल छिमेकले रोक्नु पऱ्यो क्या यो काम गर्न, यो पाल पार्न दिन रोकिदिनु पऱ्यो सबै टोल छिमेकी मिलेर। पोखरामा पनि त्यस्तो राम्रो बाटो बनाएको, अस्ति बाटो बनाएको 3 महिनाभित्रै खनेर पुरै टकटक हानेर बाटो साइड लाएर घरि पानी निकाले, घरि के गरे यार। यो अचम्मै लाउने गर्छन् यार। यो हाम्रो देश के हो यार? एकचोटि बजेट पार्दाखेरि पैसा खान मिल्दैन भनेर हो कि पालो पालो गर्ने यार। राम्रो पिचलाई कोट्टाएर बिगारेर लयो नि, यो सब ठाउँ पाल पारेर लयो नि त। ल ढोस्तो बनाएको यो चाहिँ के हो? रिसर्च गर्नु पऱ्यो है बालेन दाई। स्पेसली यो तपाईँलाई काठमाडौँको लागि चाहिँ यो भित्र रिङ रोड भित्रको चाहिँ तपाईँले हेर्नु पऱ्यो। यो गर्न दिनु भएन कि पहिल्यै कन्ट्याक्ट हुनु पऱ्यो, के गर्नु पऱ्यो। बाटो राम्रो बनाइसकेपछि उ त्यसरी घामडुङ खनेर अनि माटो हालेर पुर्दिन्छ भएन। अनि माटो हालेर पिच नि गरिन्छ, त्यो पिच फेरि कोही खाल्टो पर्छ कोही उकालो हुन्छ, त्यो डबल खर्च किन गर्ने होला यार। मलाई त साथी सुरक्षासँग फाइट खेल्यो हौ, सुरक्षासँग झगडा खेल्यो तिमीले, किन नबोल्यौ सुरक्षासँग? खासमा भन्नुपर्दा हो साथीहरू, यिनले मलाई धेरै फुटाको तेलले मेरो कराउन भाग्दै थियो, यिनले मलाई धेरै हेटिन्, त्यही भएर म इन्सान बन्नै छोडेको, अहिले फेरि माया लाएर बोलाएको। अनि त्यही भएर पनि अब धेरै भइसकेको छ हाम्रो भेटघाट नभएको। अनि हाम्रो भेटघाट नहुँदाखेरि चाहिँ तपाईँहरूलाई हामीले झगडा खेल्यौँ जस्तो लाग्दो रहेछ साथीहरू। मैले झगडासँग केही खेल्न सक्दिनँ क्या, बुझ्नु भएन। अहिले त हामी मात्र यसमा कति बोल्न पाइने भयो कि। अनि यस्तो क्या यसले मलाई बरु कुटी भने पनि म सहन्छु होला क्या, बुझ्नु भएन। किनभने तिमी मेरो इन्सपिरेसन भन्ने चिज हो क्या साथी, बुझेनौ? तिमी मेरो आइडल हौ। कन्ट्रोभर्सीसँग रिलेटेड यहाँ सबैजना मान्छे आउनुभयो एक्सेप्ट सुशान्त प्रधान। सबैले आफ्नो भर्स भन्नुभयो, जुन चाहिँ अब फेमस हाम्रो एउटा कन्ट्रोभर्सी छ कुमार सागर रिलेटेड। त्यसमा यु डिड नथिङ, तिमी छेउमा बसेर यतिकै मात्र थियो, अलिअलि मात्र हाँसेको थियो, तिम्रो नाम पनि तानियो। वाट वाज द्याट एक्सपिरियन्स लाइक? अब साथीभाइ भर्खर अब टुरबाट फर्केका थियौँ होइन। अब त्यसपछि अब एउटा केही गफहरू रमाइलो गरौँ भन्दाखेरि अब त्यो जान अनजानमा गीतको बोल यसो निस्कियो। अब त्यहाँबाट एउटा गल्ती भयो केटाहरूबाट होइन। अब म पनि त्यहाँ बसेको थिएँ होइन, मेरो पनि नाम आयो, म पनि अब भाग्नुपर्ने भयो। किनभने अब अरू सबैजना भ्याली कटिसकेपछि इन्क्वायरीमा म पनि त तानिन्छ भन्ने कुरा भयो, अब म नि जानुपर्ने भयो। तर नराम्रो लागेको कुरा चाहिँ गल्ती नगरिकन फसाउनु चाहिँ लास्ट ठुलो पाप हो क्या होइन। त्यो पाप चाहिँ लाग्छ क्या होइन मलाई चाहिँ। किनभने मैले फेरि मनबाट सराएपछि होइन त्यो हो क्या मेरो चाहिँ, फेरि मेरो बाउ र मेरो चाहिँ त्यो छ क्या, जिन्दगीमा केही नगरे मान्छेलाई कहिले पनि फसाउनु हुँदैन क्या। भित्र केही भनेको थिएन मैले यार। त्यही त मैले त्यो भिडियो धेरै त्यो चाहिँ मलाई यस्तो चित्त दुख्छ, किनभने म त नेवार कम्युनिटीकै मान्छे हो नि त। म कतै गाउँबाट आएर बसेको मान्छे होइन नि त, म त काठमाडौँको कोर हो पहिल्यैदेखिको हो क्या। हाम्रो त बुवाहरू नेवार बोल्छ, मैले कतिचोटि भन्न हाल्छु, कति प्रमोट गर्दा हाल्छ नि त। त्यो भए चाहिँ मलाई चाहिँ अहिले यो राम्रो कुरा पनि बोल्न मन लाग्दैन होइन, नराम्रो कुरा पनि बोल्न मन लाग्दैन क्या। टेल मी अबाउट कल्चर भन्यो भने म घर गइदिन्छु होला क्या। मलाई त्यति चित्त दुखाएको छ कि, किन मैले त केही भनेकै छैन नि त होइन। यो चाहिँ एक केही नगरेको मान्छेलाई फसाउनु चाहिँ होइन, त्यो त कतै पनि होला क्या, त्यो पापै हो क्या।